कक्षा 10 को म्याथको यो क्वेसन एक्जाम पोइन्ट अफ भ्यूले एकदमै धेरै इम्पोर्टेन्ट छ। आउनुहोस् यसलाई सल्भ गरौँ। क्वेसन रहेको छ 3 को पावर 2x minus 3 plus 3 को पावर 2x equals to 84। सबैभन्दा सुरुमा 3 को पावर 2x र यो हुन्छ 3 को पावर -3, यसलाई हामीले छुट्यायौँ र यो 3 को पावर 2x equals to 84। यहाँ पनि 3 को पावर 2x छ, यहाँ पनि 3 को पावर 2x छ। दुईटैबाट 3 को पावर 2x कमन तान्दाखेरि के रह्यो यहाँ 3 को पावर -3 प्लस यहाँ केही नरह्यो भनेपछि 1 रह्यो इक्वल्स टु 84। 3 को पावर 2x डिभाइडेड बाई a को पावर -1 भनेको के हुन्छ 1/a। सो 3 को पावर -3 भनेको 1/3 को पावर 3 प्लस 1 इक्वल्स टु 84। अब यहाँनिर हेर्नुहोस् 3 को पावर 2x 1/3 को पावर 3 भनेको 27 प्लस 1 इक्वल्स टु 84। 3 को पावर 2x जस्ताको तस्तै 27 into 1 ले 27 प्लस 1 डिभाइडेड बाई 27 इक्वल्स टु 84। अब यो हुन्छ 3 को पावर 2x 27 र 1 ले 28 डिभाइडेड बाई 27 इक्वल्स टु 84। यसलाई उता लानुहोस् 3 को पावर 2x इक्वल्स टु हुन्छ 84 into 27 डिभाइडेड बाई 28। यसलाई सल्भ गर्न भयो भने आउँछ 81 अर्थात् 81। अब 3 को पावर 2x इज इक्वल टु 81 भनेको के हो त 3 को पावर 4 हो। 3 को पावर 4 इक्वल्स टु 81 हुन्छ। सो यसलाई हामीले 3 को पावर 4 लेख्न सके। यहाँबाट 2x इक्वल्स टु 4 आयो किनभने बेस बराबर भएपछि पावर पनि के हुन्छ बराबर हुन्छ। सो 2x इक्वल टु 4, यो x इज इक्वल टु 4/2 हुन्छ। 2 2 जा 4, सो x इज इक्वल टु 2 हुन्छ हाम्रो एन्सर। यस्तो यस्तो भिडियो चाहियो भने फलो गर्नु।